2057 सालमा स्थापना भएको सशस्त्र प्रहरी बल नेपालको अब रजत महोत्सव मनाउने बेला भइसकेका छ केन्द्रमा। अब यो गौण पनि अर्को वर्षबाट बालिक हुँदैछ। 17 वर्ष अब 18 वर्ष टेकेका छ, अर्को वर्ष बालिक हुन्छ, 18 वर्ष पुरा हुन्छ। यो रेगुलर यो चाहिँ सुधार उन्मुख देख्छु मैले सशस्त्र प्रहरी बल नेपाललाई। TQM टोटल क्वालिटी म्यानेजमेन्टमा सशस्त्र प्रहरी बल नेपालले काम गरेको मैले एकदमै भित्री रूपमा हेर्दा मैले त्यो महसुस गर्छु। जब 2057 सालमा स्थापना भयो, म लोकसेवा आयोग नेपालको कार्य प्रमुख त्यहाँको डाइरेक्टर थिएँ। लोकसेवा आयोग नेपाल निर्देशनालयको त्यसको प्रमुख थिएँ। पहिलो पटक सशस्त्र प्रहरी बल नेपालको ओर्डिनेन्स स्वीकृति भएर पदपूर्ति गर्ने प्रक्रिया, पहिलो पदपूर्ति गर्ने प्रक्रियामा म करिब 1.5 महिना 40 दिनभन्दा बढी सशस्त्र प्रहरी बल अत्तरियाको बढी मालिका गौड हो या त्यसमा बाहिनी हो या गौड हो बिर्सेँ मैले, या कोसर ध्वज खाँड हो एसएसपी साहब, त्यहाँ बसेर मैले काम गरेको। पदपूर्तिको क्रममा सुरु पदपूर्तिको क्रममा म त्यहाँ बसेर काम गरेको। त्यो हिसाबले त्यसपछि निरन्तर म जहाँ सशस्त्र प्रहरी बलको सकल दर्जा जहाँ पनि कर्मचारी देख्छु, त्यो चाहिँ मेरै कर्मचारी जस्तो, मैले नै त्यहाँ आबद्ध भएको अथवा मेरै परिवारको मेम्बर जस्तो भएर मैले महसुस गरेको छु अहिलेसम्म पनि। र यो अहिलेसम्म सशस्त्र प्रहरी बल नेपालले गरेको काम र यसको प्रगति समग्रतामा स्थापना हुँदाखेरि जुन अर्धसैनिक बलको रूपमा स्थापना भयो, आन्तरिक द्वन्द्व व्यवस्थापन, आन्तरिक द्वन्द्वको सुरक्षा, सीमा सुरक्षा र यसले विपद व्यवस्थापनमा गरेको काम अहिलेसम्म हरेकचोटि यो कामको चाहिँ प्रगति उन्मुख छ यो काम। त्यो हिसाबले पनि आज यो स्थापना दिवसको उपलक्ष्यमा नै म अनुरोध गर्न चाहन्छु, यो वर्षभरि गरेको काम, यो गणले गरेको काम समीक्षा गर्ने र अर्को वर्ष चाहिँ अब उत्कृष्ट काम के गर्ने, अझ बढी निपुण, अझ बढी अनुशासित, अझ बढी विश्वसनीय भएर काम गर्नको लागि पनि म यो आजको विशेष दिनमा शुभकामना दिन चाहन्छु सबैलाई। 12 गण हेपा 12 को 18औं स्थापना दिवस 2082 को शुभ अवसरमा आयोजना गरेको यो वार्षिक विशेष समारोहमा प्रमुख अतिथिको भूमिका निर्वाह गर्ने शुभ अवसर प्रदान भएकोमा यस कार्यक्रमका आयोजक सशस्त्र प्रहरी बल नेपाल नम्बर 12 गण हेपा 12 का गणपतिज्यू लगायत गण परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। आज यस पुलिस अवसरमा कर्तव्यको बलिवेदीमा प्राण उत्सर्ग गर्ने प्रथम सशस्त्र प्रहरी महानिरीक्षक दत्त, प्रथम संगठन प्रमुख तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक किशोमन श्रेष्ठ लगायत सम्पूर्ण अमर सशस्त्र प्रहरी कर्मचारीलाई स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै कर्तव्य पालनाको सिलसिलामा घाइते तथा अङ्गभङ्ग हुनुभएका सशस्त्र प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। त्यसै गरी यस गरिमामय संगठनमा जीवनका ऊर्जाशील समय व्यतीत गरी सेवानिवृत्त हुनुभएका अवकाश प्राप्त सशस्त्र प्रहरी राष्ट्र सेवकहरूको अमूल्य योगदानको उच्च कदर गर्दै उहाँहरूप्रति हार्दिक आभार एवं सम्मान व्यक्त गर्दछु। आजको यस स्थापना दिवसको विशेष अवसरमा यस गणको उत्तरोत्तर प्रगतिको कामना गर्दै गणपतिज्यू लगायत कार्यरत सकल दर्जाका सम्पूर्ण राष्ट्र सेवकहरूमा हार्दिक बधाई तथा अझै परिष्कृत एवं थप ऊर्जावान गणको उन्नति प्रगति तथा राष्ट्र सेवामा अझै दृढचित्त र निष्ठावान भई अगाडि बढ्नको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु। हामी सशस्त्र प्रहरी कर्मचारीहरूको घर पछिको घर भनेको यही पवित्र संगठन हो। सेवानिवृत्त पश्चात पनि पूर्व सशस्त्र प्रहरी कर्मचारी भएर एउटै परिवारमा आबद्ध रहन्छौं भने जीवनको अन्तिम घडीसम्म संगठनको आड भरोसा र सम्मान पाइरहेको हुन्छ। हाम्रा विभिन्न व्यक्तिगत तथा पारिवारिक कठिनाइहरूका बावजुद पनि यसै संगठनमा रही देश र जनताको लागि अमूल्य समय अर्पण गरेर देशको सेवा गरिरहेका छौं। वर्तमान नेतृत्वको नवीनतम सोच तथा योजनाहरू अन्तर्गत सशस्त्र प्रहरी बल नेपालको सम्पूर्ण स्थायी युनिटहरूले आफ्नो स्थापना दिवस मनाउने प्रचलन सुरुवात भएको सर्वविदितै छ। युनिटहरूमा आयोजना हुने
यस्ता कार्यक्रमहरूले आपसी मेलमिलाप, सद्भाव र पारिवारिक एवं भाइचाराको भावनामा वृद्धि हुने गर्दछ। युनिटमा अनि यस्ता विविध कार्यक्रमले हामी सशस्त्र प्रहरी कर्मचारीहरूको पेशागत आचरण तथा व्यावसायिकतामा समेत निखार ल्याई यस संगठनको प्रतिष्ठा र इज्जतमा समेत बढ़ोत्तरी हुने विश्वास गरेको छु। देश विषम सुरक्षा परिस्थितिमा गुज्रिरहेको बखत तत्कालीन सुरक्षा चुनौतीहरूलाई सामना गर्दै अनि विशेष प्रकृतिको सुरक्षा चुनौतीहरू, विपद व्यवस्थापन, सीमा सुरक्षा लगायत राज्यले आवश्यक ठानेका हरेक सेवा सुरक्षा उद्धारका कार्यहरूमा समेत छिटो, छरितो एवं नतिजामुखी कार्य सम्पादन गर्न सक्षम हुने गरी विभिन्न कार्यदेशहरू सहित यस संगठनको स्थापना भएको थियो। राज्यको अपेक्षा अनुरूप सशस्त्र प्रहरी बल नेपालले छोटो समयमा गर्विलो इतिहास काम गर्दै अगाडि बढ्दै स्थापना कालदेखि राष्ट्रिय जीवनमा आइपरेका विभिन्न सुरक्षा चुनौतीहरू, प्राकृतिक प्रकोप, महामारी, विपद व्यवस्थापन लगायतका चुनौतीहरूको सफलतापूर्वक सामना गर्दै राज्यको एक भरपर्दो सुरक्षा निकायको रूपमा आफूलाई स्थापित गर्न सफल भएको छ। संगठनलाई प्राप्त कार्यदेशहरूलाई बदलिदिँदो परिस्थितिसँगै सबै सापेक्ष अँगालेको BIRD बोर्ड अवधारणा अन्तर्गत सीमा सुरक्षा, आन्तरिक शान्ति सुरक्षा, राजस्व अभिवृद्धिमा सहयोग र विपद व्यवस्थापनको पाटोलाई प्राथमिकतामा राखेर कार्य गर्दै आइरहेको छ। सीमावासी नागरिकहरूको सशस्त्र प्रहरी बल नेपालप्रतिको सकारात्मक धारणालाई अझ प्रगाढ पार्न सीमावासीसँग अन्तर्क्रिया गरी उहाँहरूको गुनासो सम्बोधन गर्ने लगायत विभिन्न पेशागत तालिमहरूको सञ्चालन समेत थालनी गरेको छ। सीमा अतिक्रमणलाई निरुत्साहित पार्ने र अवैध चोरी निकासी पैठारी निस्तेज पार्न गन तथा गन मादक गुल्म, बेस तथा योगीहरूबाट र बाहिनी अन्तर्गत एक प्लाटुन सशस्त्र प्रहरी कर्मचारी 24 घण्टा सीमावासीको सुरक्षार्थ पैदल गस्ती रहने गरी परिचालन गर्दै आइरहेको छ। सीमा सुरक्षाको महत्वपूर्ण जिम्मेवारी वहन गर्न सशस्त्र प्रहरी बल नेपालको प्रदत्त जिम्मेवारीलाई उपलब्ध जनशक्तिको अधिकतम उपयोग गर्दै राजस्वको अभाव तथा सीमा अपराध निषेध पार्ने संगठन प्रमुखको मनसा अनुरूप प्रत्येक सशस्त्र प्रहरी सिमानामा ठण्डा भएर सधैँ शिर ठाडो पारी समर्पित भएर कार्य सम्पादन गर्नको लागि यसै अवसरमा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीलाई म निर्देशन दिन चाहन्छु। यस दलको वार्षिक कार्यक्रम मनाउँदै गर्दा आज मलाई विशेष हर्षानुभूत र गौरवान्वित महसुस भएको छ। हिमाल पहाड तराईको प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ मेरो देश। 36 वर्णका फूलहरूसँगै अनेक वैकल्पको गीत गाउँदै सजिएको छ मेरो देश। वीर गोर्खालीहरूको नामले चिनिएको साँच्चै स्वर्गको एक टुक्रा हो मेरो देश। यो हो मेरो देश नेपाल, सुन्दर शान्त नेपाल।
हाँस्नेछ सगरमाथा खुसीले हाँस्नेछ संसारको शिखर हाम्रो हिमाल पनि हाम्रो पहाडका मुना डाँफे लाली गुराँस हाम्रो
जान्छ मेरो पनि सम्झना कृपा राख्नु है अझैको माया भएको फर्केर छिट्टै आउँछ हुन्छ नि सानो आउँछु सानो सम्झे बसा
कायम गर्ने सिलसिलामा संस्थापक सशस्त्र प्रहरी महानिरीक्षकले रगत बगाएको संगठन हो सशस्त्र प्रहरी बल नेपाल, जसले झुक्न कहिल्यै जानेन भने आइपरेका सबै चुनौतीहरूलाई सफलताका प्राणको बाजी लगाए पनि पूरा गर्दै आए, जसको ज्वलन्त उदाहरण द्वन्द्वको समयमा वीरगति प्राप्त गरेका 319 जना अमर सशस्त्र प्रहरीहरूको बलिदानी साक्षी छ, जसले आफ्नो ज्यानको प्रवाह नगरी अविचलित रूपमा देश र जनताको लागि युद्ध मैदानमा वीरगति प्राप्त गरे। लडी लडी मरेका र मरी मरी लडेका अमर सशस्त्र प्रहरीको रगत